So guys, welcome back to my channel. अनि आज चाहिँ हामी बुधबारबाट आइसक्यौँ शपिङ मतलब यो तिहारको आधी शपिङ चाहिँ गरिसक्यौँ हामीले अनि नाउ सबसे सुरुमा चाहिँ शपिङको सामानहरू देखाउनु छु। सबसे सुरुमा चाहिँ यो 190 को प्राइस ट्याग पनि छ यो 190 हैन रियल गोल्ड हैन त्यसैले सस्तो छ अनि म चाहिँ कुराहरु देखाउनु छु। ओके गाइस अब खोलेर हेरौँ गाइस मलाई चाहिँ यसरी मन पर्छ मैले पल्ला बल्ल ल्याएको मम्मीहरु पनि ल्याउनु भएको छ तर यस्तो हैन पेपरको 50 रुपैयाँ वाला नाउ दे यार उहाँलाई चाहिँ फेरि प्लास्टिकमा राखेर यसरी राख्नु पर्छ। ओके एन्ड गाइस रिट्याग्ड अब हामी अर्को चीज देखाउँछौँ। ओ माय गॉड यो कत्रो ठुलो छ दैट्स माय स्टैंडिंग टेबल अनि यो चाहिँ मैले 1000 को लिएको गाइस अनि यो स्टडिङ टेबल चाहिँ यस्तो राम्रो छ। यो ड्राइङ चाहिँ कसरी बनाउनु यस्तो ड्राइङ बनाउँछ नि यसमा चाहिँ प्रिन्ट गरेको होला अनि गाइस यो चाहिँ 1000 को परेको छ अलिकति घटाउँदाखेरि पनि घटाइदिनु भएन के गर्नु त अनि यो ओपन गर्दाखेरि चाहिँ मेरो खुट्टामा फिट हुन्छ यसरी out it अलिकति गराउँछ लाइक दिस अनि यहाँ जे पनि लगाएर ओके अनि त्यहाँदेखि अर्को चीज लिएर आउँछु गाइस यो चाहिँ बल्ल बल्ल बोकेर ल्याएको मैले ल्याएको मम्मीले आफै बोक आफ्नो सामान भेटेर म अर्को कुरा लिएर आउँछु गाइस। हो गाइस मम्मीहरूले ल्याउनु भएको चाहिँ this one golden color oh यहाँ यतापट्टि यो छ कलर यो कलर त दुईटैमा देखिने रहेछ हैन यो चाहिँ हो फ्रन्ट यो चाहिँ हो ब्याक यो त्यस्तो राम्रो छ गाइस एन्ड गाइस अब अर्को प्रोडक्ट राखेर गाइस हुन्छ मम्मीको यो हैन मम्मीले हेयर अनि तन गर्नु भएको छ त्यसै अनि यसलाई अनबक्स गरिसकेँ अनि गाइस यो चाहिँ मैले पनि युज गर्दा हुन्छ। अनि अर्को कुरा दिस वान यो पनि प्याकेज ट्याग मैले अघि खोलेँ सबरगाम यो चाहिँ हो के पो सिरम यो चाहिँ मम्मीको मात्रै कपालमा हाल्न मिल्छ मेरो कपालमा हाल्न मिल्दैन गाइस त्यसै रोकेछु। अनि गाइस अर्को कुरा यसको प्लस अर्को कुरा छ यो चाहिँ मैले खोलिनँ यो पनि मम्मीको मात्रै लगाउनु मिल्छ अनबक्स गर्न मात्रै मजा आउँछ गाइस मलाई आया झनै नआउनु भएन कसरी ओपन गरौँ ओपन गरौँ ओपन गरेर किन्नुपर्ने छ। अनि खाली प्लास्टिक अर्को छ त्यहाँनिर चाहिँ मम्मीको मेरो छ मेरो लागि 1 क्लिप अर्को यसैमा अझै साझै छ अनि अर्को क्लिप फर मी अनि नेल पलिस मम्मी र मेरो लागि म चाहिँ कहिले मात्र लाउँछु एन्ड दिस नेल पलिस नेल पुस्ने होइन के भन्छ के भन्नुहोस् यो पनि प्याक रहेछ यसरी यसलाई चाहिँ खोलेर हेरौँ गाइस यस्तो छैन प्याक्स यहाँ खोल्ने ठाउँ रहेछ गाइस यहाँबाट खोल्ने हो खोल्यौँ हामीले यसले हामी यो निली रहेछ हुन्छ अझै छ गाइस एन्ड दिस द सिक्रेट सिक्रेट चेन अझै छ किचेन मसँग लगो किचेन चाहिँ मेरो भाइको थियो अनि उनले चाहिँ हैन भाइहरू थियो मेरो अलिकति ठुलो भाइ अनि अलिकति सानो भाइ अनि अझै सानो भाइ अलिकति सानो भाइले अलिकति अझै सबसे सानो भाइले यो ल्यायो अनि यही छोडिदियो अनि मैले लगेँ म त उसले मलाई नै दिएको थियो तर अनि भाइहरूले लग्यो अनि मैले लगेँ अझै एउटा पनि थियो काकाशीको
अनि बाबाले राखिदिनु भएको छ अब फेरि प्याक गरौँ सबैलाई एन्ड गाइज अझै अर्को कुरा पनि छ त्यहाँ मच्छर मार्ने एन्ड स्टेज 1 मा त केही अफ छ 2 मा चाहिँ थिचेर गर्नुपर्छ अनि 3 मा चाहिँ मलाई करेन्ट पनि लागेको थियो यसले गर्दा यो चाहिँ अहिले लिएको होइन तिनीहरूले के रहेछ र के डरो हुन्छ ओके गाइस अर्को कुरा लिएर आउँछु गाइस अरू चाहिँ रहेन रहेछ लेट्स गो आयो ल फ्लिप गाइस यहाँ कोठा चाहिँ खालो छ बत्ती नै बाला छैन त के गर्नु गाइस मौसम मतलब राम्रो छ शीतल छ ठिक्क छ अनि गाइस म चाहिँ द्याट मच मामाहरूले भोलिको लागि के ल्याउनु थाहा छ बाबा थ्याङ्क्स फर वाचिङ बाबा